नमस्ते साथीहरू, मेरो नाम तनु हो। साथीहरू, आज केही कुरा सुरु गर्नुभन्दा अगाडि होइन मलाई तपाईँहरूसँग कुरा गर्नुपर्नेछ। साथीहरू होइन, मैले धेरै आश लगाएर तपाईँहरूको लागि होइन सानो सानो भिडियो बनाइरहेको छु होइन। साथीहरू होइन, तपाईँहरूले मलाई चाहिँ सपोर्ट गरिदिनु पर्यो क्या साथीहरू। अब ठुलो युजरहरूलाई त तपाईँहरूले सपोर्ट गर्नु नै भएको छ होइन। पालो साथीहरू होइन, सानो युजरलाई पनि दिन्न साथीहरू होइन। तपाईँहरूले सपोर्ट गरिदिएपछि पो त मोटिभेसन पाइन्छ होइन। अनि आफूलाई चाहिँ राम्रो राम्रो भिडियो बनाउन मन लाग्छ होइन। साथीहरू, यसमा मेहनत नगरिकन केही पनि पाइँदैन रहेछ क्या साथीहरू। मेहनत गरिरहेको छु होइन, तर सपोर्ट पनि त तपाईँहरूले गरिदिनु पर्यो नि त साथीहरू। ल, कुरा सुरु गरौँ न त। अनि त्यो सासूहरूको लागि आजको मेरो कुरा छ होइन। जुन सासूहरूलाई चाहिँ आफ्नो बुहारी पटक्कै मन पर्दैन है। अनि सासू आमाहरू होइन, आफ्नो बुहारी मन नपरेपछि के छिमेकीको बुहारी मन पराउनुहुन्छ तपाईँहरूले? हेर्नु, छोरा भएपछि बाहिर काम गर्न गइहाल्छ होइन। छोरी भनेपछि बिहे गरेर ससुराली गइहाल्छिन्। अनि घरमा बस्छ को त? बच्छ चाहिँ को? बुहारी। अनि बुहारीलाई नै मन नपरेपछि अनि बुहारीकै वास्ता नगरेपछि त तपाईँलाई बुढेसकालमा कसले गरिदिन्छ होला हौ। अब छिमेकीको बुहारी मन परेपछि त अब उही नै हो, छिमेकीको बुहारीले आएर तपाईँलाई घरमा केही पनि गरेर दिँदैन है। गरेर दिने भनेपछि बुहारीले नै हो। बुहारीले खाना होइन, अब लगाउनको लागि लुगाहरू धोइदिने, हेर्ने, अनि तपाईँको घर सफा राख्ने होइन। घरको लक्ष्मी भनेपछि बुहारी नै हुन्छ क्या सासूहरू। अब सासूहरू होइन, तपाईँहरू चाहिँ आफ्नो बुहारीलाई नै माया गर्नुहोस्, बुहारीलाई हेर्नु होइन। किनभने बुढेसकालमा तपाईँलाई न आफ्नो आफूले जन्माएको छोरी काम लाग्छ न छोरा काम लाग्छ। अर्काले जन्माएको छोरी बुहारी नै काम लाग्छ है। अनि सासूहरू, तपाईँहरू चाहिँ आफ्नो बुहारीमा ध्यान दिनु होइन। बुहारीलाई छोरी जस्तो माया नगरे पनि कमसेकम एउटा मान्छे जस्तो माया चाहिँ गर्नु है। म आश गर्छु होइन तपाईँहरूले मेरो यति कुरा चाहिँ होइन, सासू आमाहरू कमसेकम तपाईँहरूले मेरो यति कुरा चाहिँ बुझ्नुभयो होला होइन। बुझिदिनु होइन। अनि मैले हालेको भिडियोहरू चाहिँ राम्रो हेरिदिनु होला।